बाटोमा आउँदै थियो यो भाइहरू चाहिँ रहेछ होइन, कहाँबाट आएको हो के हो? हेलो भाइ, नेपाली हो? हजुर नेपाली हो नि। नेपाली कहाँको? म आसाम गोलाघाट। आसाम गोलाघाटबाट? हजुर। दुई भाइ साइकलमा? हजुर केदारनाथ यात्रा। केदारनाथ यात्रा? हजुर। कति दिन भयो यहाँसम्म आएको? 7 दिन, आज लगाएछ 8 दिन हुन्छ। 7 दिन भइसक्यो? हजुर। गोलाघाट भनेको यो गुवाहाटीदेखि उतै? गुवाहाटीदेखि उतै, डिमापुरदेखि चाहिँ हाम्रो घर छेउमा हो, मेरो डिस्ट्रिक्ट गोलाघाट डिस्ट्रिक्ट। डिमापुर? हजुर। अच्छा, वहाँ पनि नेपाली छ? नेपाली थुप्रै छन्। उता गोलाघाटमा नेपाली ड्याम्मै छ? आज हिँडेको 7 दिन भइसक्यो। चलो, बेस्ट अफ लक, रामरी। जय श्रीराम, हर हर महादेव। भाइहरूको एकदम यात्रा सफल रहोस्। अब हाम्रै भएर आउँदैछौ तिमी, हाम्रै एरिया भएर आउँछौ, वीरपाडा। हाम्रो चाहिँ घर वीरपाडा हो, वीरपाडा एरिया। आऊ, म साथीहरूसँग उतै बस्छु, तिमीहरूलाई भेट्छु म। अझै तिमीलाई यहाँबाट आउनु मोटामोटी 3-4 घन्टा लाग्छ। ए हो? वेलकम। ल, थ्याङ्क यू सो मच। खोइ अर्को भाइ भाइ रेस्ट गरिरहेको छ? ओके, रेस्ट गर ल, भेटौँ। हर हर महादेव।